यहाँहरु सम्पूर्णलाई नमस्कार। आकाश डिजिटल क्लासेसको अर्को सेसनमा यहाँलाई स्वागत गर्न चाहन्छु। आज हामी सिम्याट एक्जामिनेसनमा सोध्न सकिने प्रश्न अथवा कमन इन्ट्रान्स एक्जामिनेसनको म्याथ सब्जेक्टबाट सोध्न सकिने प्रश्नको बारेमा छलफल गर्न जाँदैछौँ। हाम्रो टपिक्स हेड एन्ड लेग्स प्रब्लम नै रहेको छ। हामीले अघिल्लो सेसनमा पनि हेड एन्ड लेग्स सम्बन्धी एउटा क्वेशन डिस्कस गरेको थियौँ। आज अर्को किसिमको क्वेशन हामी डिस्कस गर्न जाँदैछौँ। क्वेशन यस्तो छ, एकपल्ट क्वेशन हेर्नुहोस् त। इन अ ग्रुप अफ पोलर बियर्स एन्ड पेंगुइन्स द नम्बर अफ लेग्स इज 24 मोर देन ट्वाइस द नम्बर अफ हेड्स। द नम्बर अफ पोलर बियर्स इन द ग्रुप इज ऑप्शन 10, 12, 14, 16 दिएको छ। पोलर बियर्स 4 लेग्ड एनिमल्स, पेंगुइन 2 लेग्ड एनिमल्स दिएको छ हामीलाई। क्वेशनले के भनेको छ भन्दाखेरि द नम्बर अफ लेग्स इज 24 मोर देन ट्वाइस द नम्बर अफ हेड्स भनेको छ। नम्बर अफ लेग्स इज 24 मोर देन ट्वाइस द नम्बर अफ हेड्स भनेको छ। यो खाले क्वेशनलाई हामीले सर्टकट वेबाट कसरी सल्भ गर्न सकिन्छ विथिन 40 सेकेन्ड, लेस देन 30 सेकेन्डमा भन्दाखेरि एउटा हिन्ट्स म यहाँ लेख्छु। यो हिन्ट्स हेर्नुहोस्, यो हिन्ट्स याद गर्नु पर्यो। If the number of legs is more than twice the number of heads by x, then number of four-legged animals equal to x by 2। यदि क्वेशनले इफ द नम्बर अफ लेग्स इज मोर देन ट्वाइस द नम्बर अफ हेड्स बाई एक्स। अब एक्स कति? यो क्वेशनमा 24। क्वेशन अनुसार बाई एक्स भनेको छ भने नम्बर अफ फोर लेग्ड एनिमल्स इज एक्स बाई 2। त्यसो भए यो क्वेशनमा एक्स 24 बाई 2 12। The number of polar bears in this group is कति? 12 right answer। क्वेशनमा भनेको हुनु पर्यो नम्बर अफ लेग्स इज मोर देन ट्वाइस द नम्बर अफ हेड्स बाई कति? एक्स। यहाँले एक्स भेरिएबल छ। त्यस्तो केसमा नम्बर अफ फोर लेग्ड एनिमल्स चाहिँ एक्स बाई 2 गर्ने। यस्तो केसमा हामीले नम्बर अफ टू लेग्ड एनिमल्स फाइन्ड आउट गर्न सक्दैनौँ। यो खाले क्वेशनमा नम्बर अफ फोर लेग्ड एनिमल्स निकाल्नु पर्यो भने चाहिँ एक्स बाई 2। हामीले एक्जाममा सिम्पली यो खाले प्याटर्न आयो, यो खाले क्वेशन छ भने सिम्पली एक्स बाई 2, 24 बाई 2 कति? 12। यस्तै सर्टकट वेबाट तपाईहरूले आकाश इन्स्टिट्युटमा फिजिकल मिडियम और अनलाइन मिडियमबाट तपाईले क्लास जोइन गर्न सक्नुहुनेछ। आजको लागि यति नै। थ्याङ्क यू, नमस्ते।